झापा 5 मात्र भनेर फेसबुकमा स्ट्याटस हालेका थिए। हालेको केही मिनेटमै लाखौँ मान्छेले लाइक कमेन्ट र सेयर गरिसकेका। जब बिहान 10 बजेतिर झापाको दमक पुगे बालेन्सा, तब हेर्नुस् बालेन्साको यो बालेन्सालाई हेर्न, बालेन्सालाई रुचाउने, बालेन्सालाई चाहने व्यक्तिहरू हेर्नुलाई यो झापा क्षेत्र नम्बर 5 का जनता, जहाँ फागुन 21 गते यहाँको राजनीतिक विरासत थामिरहेका, यहाँबाट सधैँ जितिरहेका नेकपा एमालेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग फागुन 21 मा राष्ट्रपतिका वरिष्ठ नेता बालेन्सा चुनावी मैदानमा उभिएका छन् दुईजना। र बालेन्सा रासपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका व्यक्ति हुन् भने नेकपा एमाले पनि केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारिसकेको छ। तर यो भेट्यो, यो आजको यो कुनै आमसभा होइन, कुनै एउटा पहिले नै आह्वान गरिएको कुनै कार्यक्रम होइन। जस्ट आज बालेन्साले झापा क्षेत्र नम्बर 5 को निर्वाचन आयोगमा दमकमा रहेको कार्यालयमा आफ्नो मनोनयन दर्ता गर्न जाँदाखेरिको भिड हो यो मात्र। यहाँ औपचारिक आमसभा रासपाले गरेको छैन, बालेन्साले गरेका छैन। अब त्यो त कल्पनाको बाहिरको कुरा हो। जब बालेन्साको रवि लामिछानेले संयुक्त रूपमा जब यहाँ आमसभा घोषणा गर्छ त्यतिखेर त मान्छेको भिडको त कल्पना बाहिर हुन्छ। जस्ट आज यो मात्र मनोनयन दर्ता गर्न जाँदाखेरिको भिड हो, हेर्नु मात्र। र यहाँ स्वतस्फूर्त जो बालेन्सालाई अहिले बालेन्सा हर व्यक्तिको मनमुखमा रहेका छन्, हर व्यक्ति जुनसुकै क्षेत्रमा बालेन्साको पहिलो आमसभा, पहिलो भाषण सुन्नुभयो होला, राजनीतिक भाषण मेयर पछाडिको। न उनले कुनै पार्टीलाई व्यङ्ग्य हानेका छन्, न कुनै व्यक्तिलाई व्यङ्ग्य हानेका छन्, न कुनै व्यक्तिको विरोध गरे। 10 मिनट भाषण गरे। 10 मिनट भाषणमा जब उनले यसरी पनि भाषण सकिँदो रहेछ त, कसैको विरोध नगरी, कुनै पार्टीको विरोध नगरी र कुनै व्यक्तिलाई लक्षित नगरिकन, कसैलाई केही नभनिकन पनि सकिँदो रहेछ। जनताले भोटिङै मात्रै दिँदो रहेछ जुन हिजो बालेन्साको लाइनमा हेऱ्यो। तर अन्य यही क्षेत्रमा नेकपाबाट चुनावी प्रतिस्पर्धामा रहेका केपी शर्मा ओलीको दिनौँको स्ट्याटस हेर्नुपर्छ। बालेन्साभन्दा अगाडि उनले स्ट्याटस फेसबुकमा स्ट्याटस हालेका थिए। त्यहाँ भनेको थियो हराउनलाई एउटा नयाँ नेपाल निर्माण गर्नको लागि। अनि अहिलेसम्म 5 चोटि जित्दा चाहिँ कस्तो खालको नेपाल निर्माण भयो र अनि अहिले अन्तिम